आन्दोलनमै नआएको मान्छेहरू मन्त्री भइराखेका छन्। रगत जसले बगायो त्यो मन्त्री बन न, जसले लड्यो आज बानेश्वरमा त्यो मन्त्री बन। लड्ने युवा साथीहरू त अहिलेसम्म एकजना पनि मन्त्री भए मैले देखाएको छैन। सबै एकजुट बन्नुस्। 8 वटा बुँदा छन्, केही बिग्रेको छैन, केही हराएको छैन। दलहरू अहिले बोल्न सक्ने अवस्थामा छैनन्, किनभने उनीहरूले गलत गरेका थिए, भ्रष्टाचार गरेका थिए, त्यही भएर डराएका छन्। यतिखेरको मौका हो सबै गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने, प्रदेश संरचना खारेज गर्ने, स्थानीय तह गैर दलीय बनाउने, प्रतिनिधि तपाईँको संवैधानिक आयोग खारेज गराउने, अनि उम्मेद हकबन्दी घटाउने, यस्ता अरू तपाईँको मुद्दाहरू छन्। त्यो मुद्दा अहिले संविधानको जटिलताका कारणले भएको राष्ट्रिय सभा खारेज गर्ने लाइनमा जाउँ हामी। नत्र भने राष्ट्रिय सभा राखेर भोलि चुनाव जितेर गए पनि संविधान संशोधन गर्न सकिँदैन, किनकि संविधान संशोधन गर्नलाई राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको बहुमत चाहिन्छ। बहुमत होइन, 2/3 चाहिन्छ। यतिसम्म पनि कानुनी ज्ञान यदि युवा साथीहरूले बुझेर हामी गएनौँ भने त जटिलता आउँछ। सुशीला कार्कीको सरकारलाई चुनाव गराउन मात्र केन्द्रित नगराउनुहोस्। चुनाव गराएर के हुने होला भन्नुहोस्। हुन्छ के? ल तपाईँहरूले पार्टी खोल्नु पर्यो, 100 सिट ल्याउनु पर्यो, अनि तपाईँ प्रधानमन्त्री बन्न सक्नुहुन्छ। 138 चाहिन्छ। खै त 88 सिट ल्याएको नेपाली काङ्ग्रेस अघिल्लो पटक झुन्डे राम भए होइन नि त यिनीहरू, उही वारी उही पारी भए होइन। 32 सिट ल्याएको प्रचण्डजी प्रधानमन्त्री भइसक्नु। यो संसदीय व्यवस्था हो, यो संसदीय व्यवस्था हो। यहाँ 137 सिट ल्याएर पनि प्रधानमन्त्री बन्न सकिँदैन, किनकि यहाँ अङ्कगणितको कुरा हुन्छ। ल चुनावमा जानुभयो, तपाईँले 50 सिट ल्याएर आउनुभयो नयाँ युवा साथीले, के गर्नुहुन्छ? संसदमा हामीले अस्ति गरेनौँ राष्ट्रसभा, हामीले 100 दिनभन्दा बढी संसदमा संसद बहिष्कार गर्दाखेरि पनि सभामुखले सुनेनन्, केपी शर्मा ओलीको सरकारले सुनेन। भोलि तपाईँहरूको हालत त्यही हुँदैन भन्ने के छ ग्यारेन्टी? त्यो भएको हुनाले संवैधानिक जटिलता छ। यो ठुल्ठुला मान्छेले तपाईँलाई यो कुरा भन्दैनन्। किन भन्दैनन् भने यिनीहरू पनि त नियुक्ति खाएर आएका हुन्। कसरी भन्छन् तपाईँ? बोल्दैनन्। त्यो भएको हुनाले अहिले स्पष्टका साथ अहिलेको सरकारलाई चुनाव मात्र गराउने होइन, यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा, प्रदेश संरचना खारेजमा, गैर दलीय स्थानीय तहमा, राष्ट्रिय सभा खारेजमा अबको यो मुद्दाका साथ अगाडि बढ्नुहोस् र गोलमेल सम्मेलन गर्नुहोस्। सबैको साथ लिनुहोस्। बुद्धिजीवीहरू छन्, ठुल्ठुला प्रोफेसरहरू छन्, उहाँ सबैको साथ लिएर अगाडि बढ्नुहोस्। मेरो यही शुभकामना छ। अहिले यसको कन्क्लुजन के हो भने सडकमा युद्ध जितियो तर सम्झौतामा युद्ध हारेकै हो। यो हार्न हुँदैन।